बनाउने भनेको घर ठ्याक्कै यस्तै हो तपाईको काठको मुढा हेर्नुस् ल यो काठको मुढाको ठ्याक्क घर यो तपाईको चाहिँ यसरी घर बनाउने हेर्नुस् यो बनाउँदा बनाउँदै यहाँ छोड्या घर छ ल बनाउँदा बनाउँदै कस्तो छ हेर्नुस् ल डिजाइनिङ यो पुरै काठका मुढाको हो के यो फार्म हाउस भन्यो यसलाई फार्म हाउस भन्यो हैन यसको माथि यो पाल माथि यो पुरै आमा कस्तो डिजाइनले बनाइरहेको छ ल हेर्नुस् काठका मुढै हो यही युरोपको काठको मुढा हालेर कस्तो डिजाइनले काटेर चट्ट त्यहाँ काटेर है यसको डिजाइन बनाएर यो माथि आमा यो बाहिरबाट म तपाईलाई भित्रबाट पनि देखाउने प्रयास गर्छु यसको ढोका चाहिँ कतासम्म हेर्दैछु यसको ढोका ओहो यो ढोका र चाहिँ मेन ढोका यसको ढोका भित्र पनि यस्तो छ ल हेर्नुस् भित्र काठको कहिले साङ्लो बरो यतिको चाहिँ हुनुपर्छ कि केही छैन भित्र त अरू इन्टेरियर डिजाइनिङ गर्ने हो नि त्यो माथि यस्तो डिजाइनिङ छ यस्तो डिजाइनिङ छ पल्टन ल यो तपाईको फार्म हाउस हो पर घरहरु छ न तपाईको यहाँबाट पुरै तपाईको यो अंगुरहरु मलाई लाग्छ बढी अंगुर यो वाइन बनाउन प्रयोग हुन्छ बढी अंगुरहरु चाहिँ यो चाहिँ म तपाईहरुलाई एक्सप्लोर गर्दै छु फुल्ली मजा लिनु होला युरोप क्रोएसियामा बाटो है हाम्रो पल्टन छ यो पुरै फार्म हाउस हो यहाँ टावर छ के गर्छ त्यहाँ हाम्रो दुईटा दाइहरु हुनुहुन्छ घरहरु छ कस्तो नेचरल वास्तवमा यो ओ माय गॉड यस्तो नेचुरली फुल्ली इन्जॉय गरिएको छ हामी ल फेरि बेला बेला हजुरहरुलाई यो देखाइने नै छु रमाइलो गर्नु होला धन्यवाद।